अस्सलाम वालेकुम गाइज, गुड मर्निङ। आज बिहान बिहान उठ्ने बित्तिकै फ्रेस भएर बाहिर निस्केर हेर्छु त पानी पो पर्न आँटेको छ। अनि भाइलाई भने आगो लगा, चिसो पो लागिरहेको थियो। अनि भाइले ब्याम्बु स्याम्बु लाएर आगो लगाएर अनि आगो ताप्दै बसिरहेको छु। बाहिर चाहिँ पानी परिरहेछ, हल्का हल्का पानी परिरहेको, त्यस्तो चाहिँ परेको छैन। अब हेरौँ के हुन्छ। आज क्लास जान भ्याउँछु कि भ्याउँदिनँ त्यो थाहा छैन। पानी पऱ्यो भने त जाँदिनँ होला, पानी परेन भने त जान्छु। लेट्स सी। अब आगो ताप्दै पढ्नु पर्यो, बाहिर त पानी परिरहेछ। यहाँ बाहिरबाट को मान्छे आएको छ, हेरौँ को हो। एकचोटि फोन गरेर हेर्नु न। यो होइन, यहीँ बस्नु भन्नुभएको आउनुहुन्छ भित्रतिर अरे। तपाईँहरूको मस्जिदकै एरिया हो यो? अनि मान्छेहरू अन्तिम संस्कार पनि यहीँ हुने कि होइन? होइन, त्यो यहाँ पढाउने मात्र हो, पढाउने स्कुल हो क्या। हाम्रो वेद आश्रम जस्तो हामीहरूको वेद आश्रम, तपाईँहरूको जस्तो वेद आश्रम हुन्छ नि, सिकाउँछ पढाउँछ, त्यति मात्र गरिदिन्छ नि त्यहाँ। तपाईँहरूको मदरसा भन्छ। हाम्रो मदरसा हो यो, पढाउने सिकाउने त्यति मात्र हो। होइन, यहीँ आउँछु भन्नुभएको छ। कहाँबाट आउनुभयो र तपाईँ? म तौखेलबाट आएको। नाजिम सर चाहिँ जाँदै हुनुहुन्छ माथि पेपर लिएर। माथि चाहिँ इक्जाम चलिरहेछ, खाजा खाने बेला पनि भइसक्यो। अब जाऊँ हामी पनि। इक्जाम भयो ल, सक्यो इक्जाम। कुन सब्जेक्ट हो? इन्डियाको इक्जाम चलिरहेको माथि। अनि खाजामा चाहिँ बिरयानी रहेछ आज। यहाँ चाहिँ यिनीहरूको इक्जाम चलिरहेछ सबजनाको। यता चाहिँ हाम्रो प्लेट लागिरहेछ। तिम्रो याद आलीको हिमाल भन्दानी सेती गुली प्यारे गुली बाँचिरहनु होला। हजुरहरूको छोरा नाति पढी लेखी पितन बन्नु होला। दुईटा बाइली दिएको आशिष लान पनि जाला। मैले गुगो माछा मिठो काठमाडौँको छोइला 2000 वर्ष बितेछ। सिरबन्दी मेरी मायालाई उपहार छोडिके दलबन्दी अनि बोल्नु तपाईँ साह्रो भयो बिहान बिहान
सँगसँगले मेरो पारा यस्तै छ तिम्रो जस्तो देखा थिए तिम्रो जवान त्यस्तै छ शिरमा शिरबन्दी आउने जाने गुरुबालाई चिया तिम्रो तातो जहिले हेर्छु छुली दिदी तिम्रो गालो रातो कतिपय छोरबटाहरूले लुटेर नि लान्छ दुईटा भाइलाई तिम्रो भन्ने नाम छ लाउँदै जान्छ मन संसारले मेरो पाजा यस्तै छ तिमीलाई जस्तो देखा थिए तिम्रो जुबान त्यस्तै छ ल दादा हाम्रो दाइको खोटाङ जिल्ला बजार लैलै सम्झनामा अनि भालु सम्बल ढकमको पोटी सिम्बल हो कि दिदी भन्दा पनि राम्री फाउन्डेसनले हो कि राम मेरो राम म सुतिरहेको गाडी एक्कासी गीत बोल्न जानु उठेको त्यो दाइहरूको रहेछ केही छैन सही गर्नुपर्छ क्लासमा हुँदा चाहिँ थाहा लागेन क्लासबाट बाहिर निस्किँदा पानीको परेको रहेछ अब भरे चिसो लागिरहेको छ क्लासमा हुँदा चाहिँ टाउको पनि दुखिरहेको थियो त्यही भएर भिडियो कन्टिन्यू गर्नु ट्याक्क म 7 बाटो पुगेर भिडियो बनाएँ अब आजको लागि यतिनेर पानी पुरै परेको छ पुरा ओभरै चिसो लागिरहेको छ ओभरै चिसो पडिसक्यो पानी परेको होला ओभरै चिसो पडिसकेको छ भोलि अब कस्तो मौसम हुन्छ भोलि पनि चिसो नै हुन्छ होला अब भोलि पानी परेन भने ठिक हुन्छ पानी पऱ्यो भने